गाइस तपाईहरुलाई चाहिँ स्वागत छ मेरो भ्लगमा। तपाईहरुले सोच्दै हुनुहुन्छ मेरो भ्लग किन आएको छैन भन्दाखेरि मेरो च्यानलमा आज चाहिँ हाम्रो भेट भइरहेको छ। हामी चाहिँ जाँदैछौँ बर्थडे सेलिब्रेसन गर्ने स्ट्याचु अनि तपाईले मेरो भ्लगमा हेर्दै हुनुहुन्छ भने चाहिँ भ्लगलाई सब्स्क्राइबसँगै उहाँको बर्थडे ह्याप्पी बर्थडे टु यु भनिदिनु होला। हाम्रो साथीहरू चाहिँ पछाडि हुनुहुन्छ, हामी जाँदैछौँ, हेर्दै गर्नु होला। गाइस गोदावरी जानलाई अब 3 किलोमिटर छ, हामी यहाँ आइसकेका छौँ। सञ्जीव सर के भन्न चाहनुहुन्छ तपाईँ? जाने हो, रमाइलो गर्ने हो, रैला हान्ने हो, त्यही हो। हामी कहाँ जान लाग्छौँ? गोदावरी रिसोर्ट। सही हो। मेरो युट्युब च्यानलका सब्सक्राइबरहरूलाई के भन्न चाहनुहुन्छ? सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। यसरी नै नयाँ नयाँ भ्लग ढिलो भए पनि कडा आउनेछ। सही हो। हाम्रो स्टुडेन्ट चाहिँ यहाँ चाहिँ हाम्रो अझै साथीहरू चाहिँ उतै हुनुहुन्छ, आउँदै हुनुहुन्छ, हेर्दै गर्नु चाहिँ ग्याङ। सही हो। यसरी अब हामी पनि हिँड्नुपर्ने हुन्छ। सञ्जीव सर रफ्तारमा जानुपर्छ ल। ल बस हाम्रो चाहिँ सिन छ नि खतरा लागिरहेको छ काका। मलाई त राम्रै लागिरहेछ तर पानी परेर अब ल राख्ने हो अन्त। सही हो। हामी चाहिँ यहाँ रिसोर्टमा आइसकेका छौँ। ए चस्मा मेरो ए राम्रोसँग अहिले तैँले चार्ज ल्याएको छस् कि मैले ल्याएको छु। ए भइगयो त त्यसो भए डिकीमा छोडिदिउँ क्या त्यसो भए। हुन त दुईवटा यस्तो भएर हामी चाहिँ रिसोर्टमा आइसकेका छौँ। हामी गोदावरी रिसोर्ट। यस्तो पानी पऱ्यो, स्विमिङ हान्नुपर्छ गाइस। म्यान मान्छेहरू हामी रिसेप्सनमा यहाँ कुरा गरेर यस्तो छ। यस्तो हामी चाहिँ अब हेर्न सक्नुहुन्छ तपाईँले, हेर्न सक्नुहुन्छ। यस्तरी मसँग छ, मसँग यस्तो छ भ्यू चाहिँ हेर्न सक्नुहुन्छ गाइड्स। यहाँ हामी चाहिँ यस्तरी आइरहेका छौँ गोदावरी रिसोर्ट। सही छ भ्यू। हाम्रो कान्छङ्गलले चाहिँ यो माइतबाट आउनुभयो। यस्तो छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। यस्तो मजाको भ्यू हेर्नलाई तपाईँ आउँदै गर्नु होला। मस्त भइरह कान्छङ्गल के नासु लिनुभएको थियो? नासो अनि यस्तो नाइस भ्यू। हाम्रो चाहिँ अनि तल चाहिँ स्विमिङ छ, अनि यता चाहिँ हाम्रो टोली हुनुहुन्छ। हेर्नुहोस् क्या दामी भ्यू छ। तल चाहिँ स्विमिङ खेलिराख्नु भएको छ। अब खुल्दैन खै। कस्तो कस्तो ध्यान 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 के हुनु क्या? मैं कहता हूँ एक बार और देखी। गर्नु गर्नु एकछिन गर्नु। अब बन्द गर्न। हामी बस्ने रुम चाहिँ यहाँ यस्तो छ। सहयोग गाज हामी चाहिँ यता यस्तो छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। हेलो सुरेन्द्र बोलिरहेको। भन कसलाई के भयो अरे? भाइ हेर सुन, त्यो कुरा मिलाउँदै गर। मेरो पनि अलिअलि यताउता भइरहेछ। अब बुझ्नुपर्छ होइन। हेर भाइ ना मेरो सेरे मैं कहता हूँ एक बार और देखी। गाइस देख्न सक्नुहुन्छ हामी स्विमिङ गरेर आइसक्यौँ स्वागमा। हेर्नुहोस् के छाती मात्रै देखिन्छ नि यार टोली यार। अनि छाती नाङ्गै भएपछि नाङ्गै देख्छौ। क्या दामी देखायो यार भिडियो यार अङ्कल। मेरो खिच्दा उता जाजरकोट हो कान्छङ्गल। अनि म चाहिँ यस्तो देखिरहेको छु। हामी चाहिँ आज यहाँ छ ऊ सञ्जीव सर कहाँ बस्छौ तिमी? साइकमा। अनि त्यस पछाडि हामी देख्न सक्नुहुन्छ हामी चाहिँ यस्तो मेरो बेड चाहिँ यो हो, अनि यत्तिकै राखेको। अहिले हामी चाहिँ यहाँ फोटो सुट गर्नेवाला छौँ। अनि ए तपाईँको हो कभर लाउनु फोटो सुट गर्ने दामी हुन्छ नि कसम हो।
अनि यहाँ चाहिँ हामी अहिले फोटोसुट गर्नेछौँ, हेर्न सक्नुहुन्छ फोटा पनि। अनि अहिले अहिले हामी यस्तो स्वागमा छु, कान्छाङ्कल चाहिँ फोन गरिराख्नु हामी। अनि त्यस पछाडि लिएर हामी के कस्तो गर्नेछौँ म तपाईँलाई त्यही देखिराख्नेछु। मस्तले हेर्नु होला, हामी क्याम्प पनि हेर्नेछौँ 12 नै खै यार हेर्न सक्नुहुन्छ काकाश्री। म तपाईँलाई चाहिँ खतरा खतरा पैसा देखाउन जाँदैछु, खतरा खतरा देशकै। चिन्नु होला तपाईँले कुन देशको हो। यो चाहिँ सञ्जीव सरको नि यस्तो बवाल बवाल नोट छन् नि, पुरै छोडिदिनु। खतरा ल चिन्नुहोस् तपाईँको धनाडी पानीमा डुबेर आएर पारी चाहिँ यस्तो बवाल भ्यू देखिएको छ। नाइस यार, सही हो गाइज। हामी जिममा जाँदैछौँ, जिम जिम। ल ल ल ल सुजाता ज्वाइँलाई हान्दाखेरि कसरी हान्ने गरे सुजाता? ज्वाइँलाई हान्दाखेरि ज्वाइँले कहाँ यो छुट्टिन्न नि। जिम जिम कस्तो रे? सुजाता डम्बल उठान, डम्बल हुने रहन्छ। वाह सञ्जीव, वाह वाह, नाइस नाइस। कान्छाङ्कल डम्बिङ हानिदिनु त बस। तर थाहा छैन हामीलाई, त्यो थाहा छैन। के फुटबल हो? सय सय केटाहरू जङ्गिरहनु बक्सर वा। ल हामी निस्क्यौँ। त्यो त हालिदियो फर्स्टमा हालिदियो। डम्बिङ डम्बिङ डम्बिङ। डेकोरेसन चाहिँ सही लाग्यो, नाइस। लाइटिङ चाहिँ सही छ है, देख्न सक्नुहुन्छ। आफूलाई इङ्ग्लिस पढ्न हुन्न, जेसुकै होस्। नाइस। तर यहाँ चाहिँ भ्यू चाहिँ सही लाग्यो यार। दिनमा त दिन्छ होला, बेलुका नि सही कुरा यार। चाहिँ अगाडि हिँडिरहेको छ पुरै। अनि हामी चाहिँ भोलि चाहिँ खतरा, हामी चाहिँ मगर ड्रेस लगाएर हामी टोली चाहिँ हाम्रो डान्स आउनेछ। डान्स हेर्दै गर्नु होला। नाइस भ्यू छ यार। आफूलाई एक सर देखाउँदा पर्छ। सही हो सही हो, क्या दामी छ यार। हेर्न सक्नुहुन्छ अझै हामी अझै भोलि पनि छ हाम्रो सञ्जीव सरको बर्थडे। भाइ हेलो बर्थडे भाइ, के भन्न चाहनुहुन्छ तपाईँ? त्यस्तो छोडिदियो क्या, कस्तो लागिरह तपाईँलाई? राम्रो लागिरहेको हो, भ्यू चाहिँ सही लाग्यो यार। क्या यार नाइस। तर यार बवाल लाग्यो, बवाल अमेजिङ नाइस। मतलब क्या दामी छ। सञ्जीव सर के भन्न चाहनुहुन्छ यस्तो लाएर तपाईँ चाहिँ? गोदावरी भिलेज रिसोर्टमा आएको छौँ। हाम्रा यिनी सहकर्मी साथी अथवा आफन्तजनहरू हुन्, सबै मलाई एकछिन चस्मा लाएर तारिफ दस नै के तारिफ गर्नु रे यार। जति तारिफ गरे पनि कमै छ हाम्रो। हेर मसँग म गाई हेर्नु होला, उहाँ चाहिँ बर्थडे। के हो यो? नाइस नाइस खुट्टा। काउन्टरमा जान्छ कि म त रेडी हो। एकछिन गइन आउनु नि त हामी यहाँ ओके
सञ्जीव जान्छ फुलहरूको त यहीँ निर के हुनु रे केक चाहिँ लिएर आउनुपर्छ कि बाहिरबाट लिएर आउनुपर्छ केक यहाँबाट चाहिँ अब चाहिँ हामी चाहिँ यहाँ बस्ने छौँ प्याक भएर खानपिना हान्दिने हो नि त गाइस हाम्रो चाहिँ मेन यहाँ छ हेलमेट त्यहाँ ल्याउनु लाग्नु भएको हामी चाहिँ बाहिर केक लिन निस्के हाम अनि त्यस पछाडि लिएर यहाँ चाहिँ यस्तो दामी भ्यू छ है अनि हेर्न सक्नुहुन्छ मेन चाहिँ गेट चाहिँ यही हो गोदावरीको अनि यहाँ चाहिँ हामी हेलमेट लिएर जान लाग्छौँ केक लिन अनि हेर्दै गर्नु होला हामी चाहिँ तपाईँहरूलाई केक देखाइराख्नेछु हामी बर्थडे पनि सेलिब्रेसन गर्नेछु अनि